दर्शक पनि यति बेला हामीले तपाईलाई भनिसकेका छौँ लायन्स गाभर पार्कमा छौँ हामी र त्यहाँको समसामयिक विषयवस्तु के रहेछ त अवस्था पार्क निर्माणसँगै यहाँको व्यवस्थापनदेखि लिएर समग्र यदि आउने पर्यटकहरूलाई पनि के सुविधाहरू छन् भन्ने कुरा त तपाईँलाई हामीले जानकारी गराइसकेका छौँ। मैले कतिपय हामीले यो साइटमा तपाईँलाई देखाइसकेका छौँ। यहाँ 1500, 1200, 1000 बराबरका एउटा चाहिँ टहरा निर्माण गरिएको छ। त्यहाँ जहाँ तपाईहरुले त्यहाँ आएर पिकनिक खाँदाखेरि खाना पकाउनको लागि ग्यासदेखि लिएर भाँडाकुँडादेखि लिएर अन्य सामग्रीहरू पनि तपाईले मागेको सामग्रीहरू चाहिँ उपलब्ध गराइदिने। खसीहरूदेखि खसी कुखुराहरू तपाईलाई चाहिएको खण्डमा उहाँलाई सम्पर्क गरियो भने पनि त्यो चाहिँ एक आधा दिन अगाडि नै खबर गरेपछि उहाँले व्यवस्थापन गरिदिने खालको चाहिँ एकदम छुट्टै खालको पार्क निर्माण भएको हामीले देख्न पायौं। बाँकी जिल्लाको रमणीय ठाउँ हामीले एकदम अब दृश्य तपाईसँग अलिकति हामी थोरै भलाकुसारी गर्दैछौँ। अनि यो निर्माणको जुन एउटा अहिले पनि धेरै कामहरू बाँकी छ होइन। अब यो तपाईहरु जस्तै यहाँ अब यो उहाँहरूलाई काम गराउन लगाउँदाखेरि घाँसहरू काट्न यताउता सबै लगाउँदाखेरि यो कस्तो समितिबाट नै यसको चाहिँ खर्चहरू जस्तै वन समिति सबै पनि पार्कमा तपाईँको आय स्रोतहरू भनेको तपाईँको यही जुन तपाईँ यहाँ आउँदा पर्यटकहरूले तिर्ने रसिद के कस्तो बिल काट्छ कि कस्तो हुन्छ? बिल काटेर प्रवेश गर्नुपर्ने। अनि त्यसपछि यो गएकै अहिले कतिको छ यो दसैँको बेलामा चाहिँ अहिले छैन सर, पिकनिक खाने छैन। अब तिहार पछि पिकनिकको सुन्न पाइन्न, सुन्नु पाउन आएको यति नम्बर टाढा राखिदिनु, पैसा लगाउनु, तपाईँलाई चाहिँ भाडा चाहिँ राखिदिएछ भन्छ। भाडा चाहिँ राख्यो, भाडा के गएको गाडी भाडा, गएको गाडी भाडा भने त्यस्तो अत्यन्तै एउटा चाहिँ नि सुन्दर ठाउँ, सुन्दर पर्यटकीय स्थल जुन ठाउँमा चाहिँ धेरै कुराहरू समग्र चाहिँ नि तपाईँले लोभ उठाउन सक्नुहुन्छ। हामी पनि काठमाडौँदेखि धेरै ठुलो यात्रा, लामो यात्रादेखि यहाँ पुगेका छौँ। यो देख्न सक्नुहुन्छ एउटा यहाँ हजुर यो लायन्सको चिनो पनि छ हेर्नु, एकदमै राम्रो ठाउँ होइन। यो देख्नुहुन्छ